everyone, welcome to my YouTube channel. So this is my first vlog. म त्यस्तो खासै राम्रोसँग पाउँदैन, but I'll try my best. Keep watching. Good morning everyone. अब you can see कति छिटो घाम लागेको छ. अब एकैछिन बारीतिर जाउँ. So अहिले चाहिँ हामी बारीमा आएको छौँ. कति राम्रो देखिरहेको छ यार. यो मकै भयो हैन? अनि त्यसपछि धान त होला. अनि त्यसपछि कस्तो राम्रो देखिरहेको छ त्यो घामबाट. अब के गर्नु त? I just enjoy by seeing the scene. शीतल कस्तो अर्किएको छ क्या खुट्टा. यो चाहिँ पाप्रो भयो. अनि त्यसपछि यो चाहिँ भिन्डी. त्यो पनि पाप्रो हो. त्यो चाहिँ पाप्रै छ क्या त्यसको घरमा नि. अनि त्यहाँ चाहिँ मकै भयो. कति छिटो घाम लाग्दो रहेछ. जस्तो गर्मी त हो यहाँ पनि. यतातिर जुन एकछिन यो मेरो बोट भइगयो. अनि त्यसपछि यहाँदेखि बाटो नै छैन. मकैबाट आयो. सो अब घरतिर जाउँ. यहाँ दुईवटा लौका फलेको रहेछ. You can see here. अनि त्यसपछि आज चाहिँ तिज हो नि त. सो ह्याप्पी तिज सबैजनालाई. अब त्यही हो. अब एकछिन ड्रेस चेन्ज गर्ने हो. अनि त्यसपछि एकछिन त नगर्नु भर्खरै 7 बजे हो. अनि त्यसपछि आई चेन्ज द ड्रेस. अनि त्यही हो. अब एकछिन पछि म भ्लग कन्टिन्यू गर्छु. अहिलेलाई बाइ. 2000 years later. So guys, finally I'm ready. You can see. So हामी चाहिँ भर्खरै यता राप्तीतिर आएको. अहिले चाहिँ हामी त नदीतिर भिडियो बनाउन गइरहेको छौँ. यता अहिले पूजा हुँदैछ. सो हामी यता आउँछौँ फाइनली. सी कस्तो राम्रो देखिरहेको छ. राप्तीतिर आएको थियौँ फोटोसोटो खिच्न. ऊ त्यतातिर गएको थियौँ फोटोसोटो खिच्न. हामीले फोटोसोटो खिच्यौँ. त्यही हो. यता बेसी त यस्तो गरेर हिँड्नुपर्छ. दिदी आइ भनिदिनु. ओके. दिदीलाई गाह्रो भइसक्यो क्यामेराम्यान भन्दा मैले टिकटक बनाएँ नि त. सो अब हामी घर जान्छौँ. एकछिन के खान्छौँ कि के थाहा. कस्तो भोक लागिरह. अब सिधै साँझ डान्स गरेको भ्लग भिडियो या अझै भए पनि आउने छ है. त्यही लगाएको छैन मेकअप पनि केही पनि नै होइन. बिकज कस्तो गर्मी भर्खरै शीतलो भएको छ कि हुन पनि ओभर गर्मी थियो कि. अनि त्यही भएर त्यो गर्मी छ त्यसले केही गरिनँ. आइएम सो सिम्पल. अब अहिले चाहिँ भाइ अब सिधै साँझ भ्लग बनाउँछु. कति पानी परिदिरहेको थियो होइन. अनि उतातिर त डान्स भइरहेको छ. ऊ त्यही पनि अब कसो जानु यस्तो पानी पर्दा. भित्रै प्रतीक्षालयमा हुँदैछ यस्तो पानी पर्दै थियो. कस्तो हेर्नु. A few moments later. पानी रोक्ने नामै लिएन. त्यसैले भिजेर भए पनि हामी जान लागेको छौँ डान्स हेर्न. हामी आइपुग्यौँ. अब यस्तो पानी परेर चाहिँ त्यो पनि किसिम मान्छे हुनुहुन्थ्यो. हामी पनि बाहिर बसेर उठिरहेको थियौँ. पानी परिरहेको थियो झन्झुल. त्यसले त्यस्तो भिडियो नै बनाउन पाएन. जति बनाएको छु त्यति हो. पानी चाहिँ रोकिसकेको थियो. अन्त लाइट गएको थियो. सो त्यही भएर उता डान्स हुने भएन. अनि त्यही भएर हामी चाहिँ घर जान लागेको छौँ. त्यही हो. त्यस्तो भिडियो नै बनाउन पाइएन कि. अहिले चाहिँ हामी घर पुगिसक्यौँ. अब भोलि बिहान नै इन्ड गर्नु पर्ला भ्लग चाहिँ. सबैलाई बाई गुड नाइट. त्यही हो हिजोको भिडियो हेरेर. आई होप यु अल इन्जोय इट. किनकि त्यस्तो पानी पऱ्यो क्या. 11 बज्यो कि 12 बजे रोकेको थियो. अनि त्यही भएर त्यस्तो भिडियो या डान्स भिडियो नि आउन सकेन. त्यही हो. यति नै आजको लागि. डु लाइक कमेन्ट सब्सक्राइब. अनि होप यु अल इन्जोय इट.